जो यो बिहा गरेको मरदहरू हुन्छ नि, घरमा बुढी प्रेग्नेन्ट छ होइन, बुढीसित केही पाउँदिन अब त भनेर नानीको आमा छोरीको आइनी त्यस्तोहरूलाई खोज्यो लाग्यो। अनि घरभित्र पस्नुभन्दा अगाडि बाटोमा नै मेसेजहरू डिलिट पार्यो, कल डिटेल्स डिलिट पार्यो होइन। अन्त के सोच्छ कि घरमा त बुढीले चाल पाउँदैन, मैले त्यस्तो गरेँ भने भन्नेहरू बुढाहरू सुन्नुहोस्। तपाईँले कुन चाहिँ बात गर्दा ढाँट्दैछ, कुन चाहिँ के कुरो तिनीहरूले सोध्दैछ त्यो बातमा ढाँट्दैछ, त्यो कुरो तिनीहरूलाई नि यसरी थाहा हुन्छ बुढीहरूलाई, तर चुप्प लागेर बस्छ क्या। अनि जुन चाहिँ त्यो अर्काको बुढीहरू हुन्छ नि, यसको बुढाले मलाई पुरा मन पराउँछ, मेरो बुढाभन्दा राम्रो छ भनेर लाग्नेहरू, तिमीलाई खालि युज गरेको, जबसम्म बुढीसित पाउँदैन नि तबसम्म युज एन्ड थ्रु युज गर्यो फ्याँक्यो, जबसम्म काम लाग्छ, काम लाग्नु छोडेपछि तिमीलाई पनि चियामा मच्छर पसे जस्तो निकालेर फ्याँकिन्छ, फेरि अरूको तलासमा हुन्छ क्या। जो बुढाहरू आफ्नो बुढीको भएको छैन तिमीको हुन्छ। अनि नसोच्नु कि यसको बुढा मात्रै यस्तो हो, मेरो बुढा यस्तो होइन भनेर। जस्तो तिमीले गर्छौ नि अरूसित त्यस्तै हुन्छ तिमीसित पनि। अरूको बुढा तिमीसित लागिरहेको होला, एकजनासित तिम्रो बुढा दुईजनासित लागिरहेको हुन्छ।